हेलो गुड मर्निङ सबैजनालाई। अनि आज चाहिँ एउटा स्पेसल डे होइन, एउटा स्पेसल कुरा हुन गइरहेको छ। अनि त्यसको लागि चाहिँ आजको दिनको मेमोरीलाई चाहिँ आफ्नो मनमा भन्दा पनि भिजुअल पारामा स्टोर गर्न चाहिँ म एउटा भ्लग बनाइरहेको छु। म चाहिँ अहिले छु काचौरमा। अनि यो चाहिँ हेटौडामा बस्ने सबै बच्चा, म सानो हुँदा नि मेरो ड्रिम प्लेस हो क्रिकेट खेल्नलाई, लेदर बलले। अनि हामी चाहिँ यहाँ खेलेको टन्नै वर्ष भइसक्यो। अनि आजदेखि चाहिँ हेटौडामा बागमती T20 कप छ, त्यही हो स्पेसल कुरा। तर त्योभन्दा नि स्पेसल कुरा चाहिँ के हो भने गेम हुन थालेको चाहिँ गौरीटार क्रिकेट ग्राउन्डमा हो। हामी देख्न सक्छौँ यहाँनिर। हिस्टोरिकल चाहिँ यही हो, मकनपुरले आफ्नो नयाँ क्रिकेट चौर पाएको छ गौरीटारको नाममा। अनि मलाई चाहिँ मेरो एकजना साथीलाई सम्झिनु मन लाग्यो, मिस्टर आकाश घिम्रे फ्रम एक्ज्याक्ट लोकेसन। वी मिस यु अ लट। यहाँ खेल्ने सपना बच्चैदेखि थियो सबैको, फाइनली आज पुरा हुने भयो त्यो ग्राउन्डमा। घाँसहरू आइसक्यो त्यहाँ, यत्रो घाँसै घाँस हो। गोकुल घाँस के छ सच्यम? मेरो मोबाइलबाट त राम्रो आउनु रहेछ यार। गोकुल के छ? ठिक छ? अरू के छ? एक दुईजना आइरहेको छैन तेरो? किन? राजा कहाँ? राजा राजा कतिजना केटी आइरहेको थियो गेम हेर्न? म त आफ्नै खेल्न आएको छु नि, तेरो हेर्न आउँछु। बिचक्यो भाइ, बिचक्यो। मलाई एकदम राम्रो फिलिङ आइरहेको छ। अब हेटौडामा नि एउटा राम्रो ग्राउन्ड भइसक्यो रङ्गशाला स्थितिको होइन। तर डाँडा जति अहिले पनि छैन। लामसुरे डाँडा चाहिँ ओजी हो, त्यसलाई कसैले बिट गर्नै सक्दैन। नम्बर 2 त्यो चाहिँ राम्रो हो है। अनि अरू छैन चाहिँ त्यही हो, एक्साइटमेन्ट चाहिँ छुट्टैवाला छ आज चाहिँ। अब त्यो चाहिँ किन थाहा छैन, तर छुट्टै एक्साइटमेन्ट छ कि। अन्तिम चरणमा उसको क्रिकेटिङ यात्रा। त्यही पनि साथी एक्साइटेड छ भने चाहिँ साथी एकदम पेसनेट छ। हाम्रो अर्को हडिया बासिन्दा कस्तो लागिरहेको छ यहाँनिर टेक्दा? प्राउडफुल मोमेन्ट। टेक्दाखेरि त पानी परेर रहेछ नि, च्याप च्याप लागिरहेको नि। भुब्राचौर मिस हुन्छ हुँदैन तिमीलाई? को याद त यसले मेटाउँछ होइन। कसरी मेटाउँछ यार, हामीसँग फाइनल हारे होइन यहाँ मास्टरमा वाइडमा। त्योवाला याद त्यस्तो उसलाई त्यो त नेभर इन लाइफ टाइम। मेरो अन्तिम मेमोरीको त्यो 1 सेकेन्ड फ्ल्यासमा पनि त्यही आउँछ होला। यो के भएको थियो भनिदिउँ न। एक बल 5 रन चाहिएको थियो, हाम्रो अल्टिमेट क्याप्टेनले उसलाई वाइडमा चौकाएर पन्जायो। गेम चाहिँ 2000 भर्सेस डिएसको थियो। त्यसको 10 वर्ष एनिभर्सरीको उपलक्ष्यमा म के काटिदिन्छु। भ्यालेन्टाइनको दिनै हो फाइनल हो। अँ, त्यसो अब नेक्स्ट भ्यालेन्टाइनमा काटिदिनु। म त तिम्रै इन्टरभ्यू गर्ने हो। किन? अब यहाँ छिटै एनपिएल तिमीले खेल्न पाओस् होइन? पाओस्। राम्रो रहेछ ग्राउन्ड चाहिँ। दाइ, रिजन ढकाललाई टिकट काट्न भनिहाल्नु त दाइलाई। रिजन ढकाल आई मिस यु सो मच। त्यही भएर तिम्रो जर्सी लगाएर आउँछु म। अब टिकट काट्न भनिहाल्नु त, दाइ आउनुजेलसम्म पानी नै सुकिसक्छ। रिजन त्यो युकेको जस्तै पिच है। कस्तो लागिरहेको त? राम्रो लागिरहेको स्वरूप, चलु त 150। हाउ आर फिलिङ? फिलिङ गुड। ग्राउन्ड कस्तो छ? ग्राउन्ड अलिकति वेट त छ जस्तो छ। वेट त गोकुल आई मिस यु असिम दाई, आई लभ यु भन्दैन नि त? मिस यु असिम दाई। अनि अर्को शब्द माया गर्दैन है भाइहरूले असिम दाई, म चाहिँ गर्छु। दाइ चिसापानी ग्राउन्ड जति छैन है? चिसापानी नै हो। वेलकम कोच। खोइ दाइ कोचको अनुहार देखाइदिनु न। नमस्ते है फेरि हाम्रो एभरग्रिन कोच। कहाँ हो साथी यार? 2-3वटा गैडा लिएर आउनु पर्थ्यो नि यार, पानी सोच्दिन्छ सब खाएर छ नि छ त यार। मन्टी पानेश्वर जस्तो देखाएको त फोटोमा। यहाँ होइन त्यहाँ फोटो।
नमस्ते, मेरो नाम दिग्विजन गुरुङ। मैले चाहिँ त्रिभुवन युनिभर्सिटीबाट ब्याचलर कम्प्लिट गरेँ। अनि गर्न खोजे भइसक्यो, उदेन छ, सर्टिफिकेट नि छ। अनि सौरामा चाहिँ न्यू होटल खोलेको छ, एलिफेन्ट क्याम्प भन्ने। कसैले आउँछ भने चाहिँ प्लिज सम्पर्क गर्नु होला। एकदम सुपथ मूल्यमा कोठाको व्यवस्था हुन्छ। दाइ हजुर नि हल्का भन्दै दाइ तक्षक दाइले सम्झिनै पर्छ, तपाईँ तक्षक दाइहरू एकचोटि प्र्याक्टिस गर्न इन्डिया गएको हो कि होइन क्रिकेट खेल्न? यो त मलाई अहिलेसम्म थाहा थिएन। दस दाइ त मरिगयो, जान सक्दिनँ नि इन्डिया कसम। म त त्यो टिकटको फोटो हेर्नु जान्छु क्या, बल्ल म मान्छु। होइन होइन, दाइ बरु क्यानाडा जान सक्छन् कि, तर क्रिकेट खेल्न त इन्डिया नेभर है। यु आर नट सिरियस है तक्ष दाइ है। नराम्रो ला होला, तर यही हो है सत्य है दाइ। दाइले आज अब चितवन पठाइदिन्छ तिमीलाई। जानी तर यो मान्दिनँ म। भनेपछि खेल्न मन छैन? मन त छैन साँच्ची नै भन्नुपर्दा। यसमा आउन मन थिएन, तर साथीभाइहरूले कर गरेर यहाँ हल्का साथीभाइले होइन सुमन दाइलाई भेट्न सुमन त्यो त छुट्टै छ नि। तर त्यहाँ साँच्ची इन्डिया चाहिँ गएन है। म जानु भएको भने चाहिँ मलाई मेल गर्ने है हजुरको टिकटको। आम्मा कसम गएको होला। भगवान कसम कोसँग त्यो हाउभाउ नि त्यो छैन त सिके जस्तो त होइन। रन छान्छन्, ब्याटिङ खतरा होइन, तर अलि सिरियस नलाग्ने कि। अहिले म इन्डिया प्र्याक्टिस गर्नु बताउँछु कसैले दाइको खेल्न गयो भने त फन गरेको। फुटबलको 4वटा जिते खायो कि होइन र साथी, मैले भने पत्ता पत्दैन। तक्षक तक्षक दाइले भने होइन, मैले भने अब तक्षक दाइ इन्डिया खेल्न गयो भन्ने मान्छेको कुरा पत्ता नि मैले अब। मेरो मम्मीले वुमन्स टिमको फोटो हेरेर युविन पनि गाह्रै छ त अरे तपाईँको फोटो देखेर। तपाईँ अनि गौरव दाइ पनि माथि हेरेर भिडियो पनि रातिको पानीले चाहिँ के भन्छ, गेम डिले ड्यु टु वेट आउटफिल्ड। अनि वेटले चाहिँ हामीलाई पनि वेटै गराइरहेको छ। अनि युविन इज अल्सो वेट एन्ड हि इज वेटिङ। आई एम नट वेटेड। WIT पर्खाइमा भिज्यो निधार पसिना आएर। आज मेन कुरा भनेको चाहिँ होइन, इन्जोइङ द स्पोर्ट वी मस्ट वी लभ द मस्ट। अनि अर्को कुरा के भन्नु त दाइ, जित्ने हो दाइ। जोसमै छैन रहेछ यार क्याप्टेन नभएपछि। गेम सुरु नभएर केटाहरू चाहिँ शिथिल भइसक्यो होइन। काठमाडौँबाट आएको बिचरा खेल्न चाहिँ पाउनुपर्ने हो। क्या कस्तो हाँसेको कोच साइजलाई। तपाईँ आज जोसे होइन त, ब्रजौमा भयो तपाईँले गेम सुरु गरिदिइसक्यो त जोसेर। साकारदारी पनि के सोध्नु। साकार के छ बडी? राम्रो बडी है, राम्रो बडी। के आएन यार मेरो दिमागमा। गौरदाइले आएन भनेपछि अवस्था एकदम नाजुक छ। के आइपुग्यो अब? स्पिकर आइपुग्यो बोल्नु। साकार गेनिङमा हो क्या? 0.75 ग्राम। यो त्यो बच्चाहरूले त्यो घमराएर लाउँछ नि पाउडर, त्यस्तै लगाएर यसले। हाम्रो ड्रेसिङ रुमको माहौल चाहिँ के छ? शीतल भइरहेको केटाहरू घमौरे लाएकोले नि फेरि फेरि केटाहरूलाई चाहिँ गर्लफ्रेन्ड हल्का यतातिर धेरै दिँदैछ रहेछ कि आइदिइरहेको। घर नजिकै थियो बोलाएन? कस्तो घर नजिक थियो तिम्रो फ्रेन्ड? मेसेज युविन तिमीले भ्लग हेऱ्यौ भने युविनलाई मेसेज गर अरे। उताबाट मेसेज नआउँछ युविन मेसेज गर्दैन अरे होइन त? त्यति बेलाको सदस्य सचिवज्यू सूर्य भण्डारीजी, भएको छ। बिहानदेखि यस मैदानमा उहाँको उपस्थिति
त्यो 2 रनको लागि त्यो उडेका छन् सहजै 2 रन बेस मार्जिन गर्नेछन् त्यो हेर्न पनि बाँकी छ अब कनेक्सन रहेको छ डिप एक्स्ट्रा कभरतर्फ आजको रिजल्ट के यो भिडियो खिच्यो फेरि हार्छ कसले हार्छ जित्यो भन तिमीहरू जित्यो होइन जित्छ एटवटा हार्छ के चितवन 1 मकवानपुर 0 है ठिक छ ल है फाइनल नाइस धेरै पछि फाइनलसम्म जिउले साथ दिन्छ नि तिम्रो धेरै पछि म हुन्न म घर जाने अब किन जिउले साथ दिनै छोड्छ इन्टरभ्यू छ के के को कुल सुन्दिन भन्ने के दाइ त्यो आउँदै इन्डियाबाट पुलिस इन्टरभ्यु छ रे नेपाली पुलिस वाट जोक के भयो दाइ लागु पदार्थमा फसेको मान्छे कहिले पुलिस भगिदिएछ उसको लागु कोक फेन्टा स्प्राइट ए नाइस है से नो सुर्ती खान्छ कहिले काहीँ चुड हान्छ श्रुति मोमो र लागु पदार्थ चाहिँ कोकै म त यो भ्लग हालेपछि त हेर म त घर जानु पाउनु जस्तो यार यो चाहिँ जग्गा बेच्छ भने यस्तो राम्रो ग्रिन लगाइरह बल आइरह क्युटी आइरह बधाई छ फाइनलसम्म है ल फाइनल भेटौँला यस्तो चेन पनि बाहिर त्यो बाहिरपट्टि चेनमा है एन्ड अफ टुडेज म्याच अनि वी इन्जोय द न्यू ग्राउन्ड होइन तर रिजल्ट चाहिँ हाम्रो फेभरमा आएन अनि जति इन्जोय गरे पनि एट द एन्ड रिजल्ट फेभरमा हुनै पर्छ अनि हाम्रो दाइ हुनुहुन्छ दाइलाई चाहिँ अलि मिस गरिरहेको छु मैले ड्रेसिङ रुममा कसलाई चिडाइरहने हो तर चलिरहेको छ त्यही हो अनि मोर अपर्च्युनिटी होइन यस्तो रहेछ क्रिकेट चाहिँ होइन म घरबाट सोचेँ कि होइन संसारमा लाइक इट्स हार्ड टु बी लाइक हुन्छ नि त्यो हार्ड टु बी आउट अफ द फिल्ड होइन त हुने रहेछ तर वी हेभ टु लाइक त्यो फेस गर्नै पर्छ रहेछ कि वान डे यु निड टु गो होइन अनि दाइ यति सिरियस चाहिँ अब बे गर्न नि हुनु है लुज रमाइलो त लागिहाल्छ तर वी हेभ 4 मोर अपर्च्युनिटिज है 4 मोर म्याचेस अनि विल गिभ आवर बेस्ट त्यही नै हो म सिरियस भाग्यो हुनुपर्छ भित्रभित्र अनि गेम चाहिँ भोलि बिहान नुवाकोटसँग छ त्यही हो तपाईँले त्यही पनि जोसँग अलिअलि हुनुपर्छ 5मा 5 इन्जोय त सोल्टीले पाइथन लुगा लगाएर इन्जोय गरेर वर्ल्ड कप आइरहेको त्यो नि इन्जोय गर्छु म लाइफ इज अल एबाउट इन्जोइङ तर जित्न चाहिँ पऱ्यो है त्यही नै हो होम ग्राउन्डमा फाइनल पनि पुग्नु पऱ्यो 4 मोर अपर्च्युनिटिज अनि आज सानो पार्टनरसिप चाहिँ गरे है फेरि नट आउट पार्टनरसिप ल हाम्रो पार्टनरसिप चाहिँ हुन्छ अलिअलि साँच्चै छ गरे अझै गर्दै जानु अब 2 डाउन ल्याउनु पर्ला यदि चाहिँ म काट्दिनँ यो हाल्छु